तपाईको मतिभ्रम गरिएको छ। तपाई ब्रेन वाश हुनुभएको छ। हो, तपाई हुनुभएको छ, सजिलै, पूर्ण रूपमा र अदृश्य तवरले। विडम्बना त यो छ कि तपाई आफूलाई स्वतन्त्र, सचेत र आफ्नै विवेकले चल्ने ठान्नुहुन्छ। आउनुहोस् मित्र, अब एकछिन शान्त भएर बसौं र यस विषयलाई सँगै नियालौं। तपाईको मतिभ्रम गरिएको छ। कुनै अध्यारो कोठामा बसेको कुनै रहस्यमय पात्रले तपाईको दिमागमा तार र औषधि जोडेर यो गरेको होइन। होइन, त्यसो हुन्थ्यो त यो प्रष्ट देखिन्थ्यो र प्रतिरोध गर्न सजिलो हुन्थ्यो। सबैभन्दा प्रभावकारी मतिभ्रम त त्यो हो जुन तपाईले कहिल्यै पत्ता पाउनुहुन्न। त्यो जुन सुन्दा सामान्य ज्ञान जस्तो लाग्छ। त्यो जुन जन्मदेखि नै बिस्तारै तपाईका विश्वसनीय पात्रहरू, तपाईले हेर्ने स्क्रिनहरू र यो संसार कसरी चल्छ भनी सुनाइएका कथाहरू मार्फत तपाईको मस्तिष्कमा छिर्छ। तपाई बिहान उठ्नुहुन्छ र समाचार हेर्नुहुन्छ जुन पहिल्यै अदृश्य हातहरूद्वारा छानिसकेका, एउटा घेरामा राखिएका र प्राथमिकता तोकिएका हुन्छन्। तपाई सामाजिक सञ्जालमा तिनै कुराहरू हेर्नुहुन्छ जसले तपाईको पहिल्यैको झुकावलाई पुष्टि गरिदिन्छ। तपाई तिनै वाक्यहरू दोहोर्याउनुहुन्छ जुन कतै सुन्नु भएको थियो। मेहनत गरे सफल भइन्छ, संसार यसरी नै चल्छ, यो त षड्यन्त्र मात्र हो, यथार्थवादी बन। अनि तपाईलाई लाग्छ यी तपाईका आफ्नै विचार हुन्। तर एकछिन रोकिनुहोस्, श्वास फेर्नुहोस् र सोध्नुहोस्, अन्तिम पटक तपाईले ती कुराहरूमाथि कहिले प्रश्न गर्नुभयो जसलाई तपाई पूर्ण सत्य मान्नुहुन्छ? सतही कुराहरू होइनन्, आधारभूत कुराहरू। कि योग्य हुनका लागि जागिर खानै पर्छ? कि पैसा नै सुरक्षा हो? कि तपाईको देशको इतिहास वीरगाथाले मात्र भरिएको छ? कि यो समाज जसरी चलेको छ त्यो स्वाभाविक हो, अनिवार्य हो र हामीले गर्न सक्ने सबैभन्दा उत्तम यही हो? यी तपाईका आफ्नै खोज होइनन्, यी त तपाईमा इन्स्टल गरिएका हुन्। स्कुल छिरेको दिनदेखि नै तपाईलाई कसरी सोच्ने होइन, के सोच्ने भनेर सिकाइयो। भिडमा मिसिनेलाई पुरस्कार र फरक बाटो हिँड्नेलाई सजाय। टेलिभिजन, विज्ञापन, चलचित्र, बाल्यकालमा मात्रै 30,000 भन्दा बढी व्यापारिक सन्देशहरू जसले तपाईलाई के चाहने, केसँग डराउने र एउटा सामान्य जीवन कस्तो हुन्छ भनेर सिकाइरहेका हुन्छन्। त्यसपछि सामाजिक सञ्जालले यसलाई अझ परिष्कृत बनायो। सम्पर्कको नाममा एउटा इको चेम्बर, प्रतिध्वनि कक्ष। एल्गोरिदमहरूले तपाईलाई तिनै कुराहरू पस्किरहेका छन् जसले तपाईलाई आज्ञाकारी, आक्रोशित र उपभोगवादी बनाइराख्छ। तपाई राजनीतिबारे निकै जोशका साथ बहस गर्नुहुन्छ, तर त्यही साँगुरो घेराभित्र रहेर जुन तपाईलाई अनुमति दिइएको छ। कुनै एउटा पक्ष रोज्दा तपाई आफूलाई क्रान्तिकारी ठान्नुहुन्छ, तर यो कहिल्यै देख्नुहुन्न कि दुवै पक्षले एउटै गहिरो संरचनाको सेवा गरिरहेका छन्। तपाईलाई भनिएको छ कि तपाई स्वतन्त्र हुनुहुन्छ किनकि तपाई आफ्नो फोनको रङ, स्ट्रिमिङ सेवा वा राजनीतिक दल रोज्न सक्नुहुन्छ। तर ठूला प्रश्नहरू, मुद्राको आपूर्ति कसले नियन्त्रण गर्छ? हामी किन अनन्त युद्धहरू स्वीकार्छौं? हामी किन जायाका लागि जीवन सार्छौं? हामी किन आफूले फेर्ने हावालाई आफै विषालु बनाउँछौं? यी प्रश्नहरूलाई शिष्ट कुराकानीबाट बिस्तारै हटाइएको छ। अनि यदि कसैले यी प्रश्न उठायो भने तपाईलाई असहज महसुस हुन्छ। तपाई उसलाई अतिवादीको बिल्ला भिराइदिनुहुन्छ। तपाई स्क्रिनमा अगाडि बढ्नुहुन्छ। त्यो असहजता नै तपाईको ब्रेन वाशले आफैलाई जोगाउन गरेको प्रयास हो। यसको विशेषता नै यही हो कि तपाई आफ्नो पिजडाको रक्षा आफै गर्नुहुन्छ। तपाई बिउजनुलाई निराशावाद भन्नुहुन्छ। तपाई यो कन्डिसनिङ, अनुकूलन देख्नुलाई पागलपन भन्नुहुन्छ। तपाई पुरानै परिचित कथामा टाँसिरहनुहुन्छ किनकि विकल्प, आफूलाई ढालिएको, सीमित गरिएको र भ्रममा पारिएको कुरा स्वीकार गर्नु तपाईलाई खादलमा खसे जस्तो लाग्छ। तर खस्नु नै उडानको सुरुवात हो। वास्तविक सोच भनेको कडा विचार राख्नु होइन। यो त हरेक विश्वासलाई सहजताका साथ लिन सक्ने र प्रश्न गर्नेलाई पनि प्रश्न गर्न सक्ने तत्परता हो। जब कुनै विचार आफ्नै जस्तो लाग्छ तर त्यो बाहिरबाट पूर्ण रूपमा तयार भएर आएको हुन्छ, त्यसलाई चिन्न सक्नु हो। धेरै जसो मानिस त्यो तत्परतासम्म कहिल्यै पुग्दैनन्। तिनीहरू प्रोग्रामभित्रै बाँचिरहन्छन् र त्यो कोडलाई नै यथार्थ ठान्ने गल्ती गर्छन्। हो, तपाईको मतिभ्रम गरिएको छ। हामी सबैको केही हदसम्म भएको छ। निद्रा र बिउजनु बीचको फरक मतिभ्रम हुनु वा नहुनु होइन, फरक त आफू पौडिरहेको पानीलाई चिन्न सक्नु हो। अनि एकचोटि तपाईले यसलाई देख्नुभयो भने, वास्तविक रूपमा देख्नुभयो भने तपाई यसलाई नदेखेझै गर्न सक्नुहुन्न। पहिले ठोस लाग्ने विचारहरू पग्लिन थाल्छन्, निश्चितताहरू डगमाउँछन्, आक्रोश शान्त हुन्छ, एउटा अनौठो स्वतन्त्रता प्रकट हुन्छ। नयाँ उत्तरहरू थाहा पाएर होइन, बरु पुराना उत्तरहरूको आवश्यकता नभएर। अब रक्षात्मक नभई हेर्नुहोस्, तपाईले के बन्नुपर्छ भनेर कसले सिकायो? तपाईका विश्वासहरूबाट कसलाई फाइदा हुन्छ? यदि तपाईले विश्वास गर्न छोड्नुभयो भने कसलाई घाटा हुन्छ? मतिभ्रमको अन्त्य कुनै नाटकीय विद्रोहबाट हुँदैन, बरु एक मधुरो तर निरन्तरको प्रश्नबाट हुन्छ। यी शब्दहरू सुनेर र मनमा उथलपुथल महसुस गरेर तपाईले यो प्रक्रिया सुरु गरिसक्नु भएको छ। पिजडा सधैँ विचारले बनेको थियो। त्यो विचारलाई पगालिदिनुहोस् अनि तपाई पहिल्यै बाहिर हुनुहुन्छ। तपाईको आफ्नै मस्तिष्कको सुरुवातमा स्वागत छ।